गाइज नमस्कार, यहाँहरूलाई नयाँ खोज 8K युट्युबको च्यानलबाट हजुरहरू देख्न सक्नुहुनेछ। म यहाँ घना जङ्गलमा आइसकेको छु। म यहाँ हजुरलाई केही रिपोर्टिङको लागि आइरहेको थिएँ, रिपोर्टिङ गर्नको लागि। अहिले मसँग क्यामेराम्यान थिए, भाइ क्यामेराम्यान पनि अलि टाढा गइसकेका छन्। हेर्नुहोस्, मैले घना जङ्गल देखाइरहेको छु। यो जङ्गलमा आज कुनै विशेष काम थियो, रिपोर्टिङको लागि म आएको थिएँ। मौसम हेर्नुहोस्, माथिबाट खराब जस्तो देखिरहेको छ। गाइज, हाम्रो नयाँ खोज 8K युट्युब च्यानललाई हजुरले कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ, लाइक कमेन्ट सेयर गरिदिनु होला। दर्शकबिन भन्न चाहन्छु, आगामी दिनहरूमा पनि म हजुरलाई यस्तै दृश्य नजारा देखाउनेछु। हेर्नुहोस्, यहाँ घना जङ्गल छ, पानी परिरहेको छ। दर्शकबिन, यो हेर्नुहोस्, काफलको रुख देखाइसकेको छु मैले। यो हो काफल। हजुरहरू कतिपय चिन्नुहुन्छ, कतिपय जान्नु हुँदैन। हेर्नुहोस्, यो काफलको रुख हो। यस रुखमा पनि दाना लागिरहेका छन्। गाइज, म यसै घुम्नलाई आएको थिएँ। हेर्नुहोस्, यो काफलका दाना देख्न सक्नुभयो होला। हेर्नुहोस् गाइस, यो हो रुख, यहाँ दाना लागिरहेका छन्। हेर्नुहोस्, देख्नुभयो होला काँचा दाना। अहिले पाकिसकेको छैन। हेर्नुहोस्, हरियो छ है। यो म रुख नजिक खडा छु। यो हो काफलको रुख, मेरो पछाडि देख्न सक्नुहुनेछ। हेर्नुहोस्, मैले खाइरहेको छु, काँचो छ, चुकिलो छ गाइस। हेर्नुहोस्, काँचो छ गाइस, काफल हो यो। हेर्नुहोस्, दर्शकबिन यो भिडियोलाई लाइक कमेन्ट र सेयर गरिदिनु होला भन्न चाहन्छु। नयाँ खोज 8K युट्युब च्यानल हजुरहरूलाई माया गर्नुहुनेले यो घना जङ्गलमा आएको थिएँ। हेर्नुहोस्, काफलको लागि काफल पाकिसकेको छैन, अझै बाँकी नै छ। तर काफल त आइरहेको छ लटमक्क, तर पाकेको छैन। हेर्नुहोस्, यो हो काफल। हेर्नुहोस्, यो देख्न सक्नुहुनेछ। हेर्नुहोस् गाइज, मैले सब्जीको लागि केही लिउँडा ल्याएको थिएँ। हेर्नुहोस्, यो पहाड, यो लिउँडा हो। यसलाई त नचिन्ने कोही पनि हुँदैन, सायद हजुरहरूले चिन्नु भएको होला। यो लिउँडा हो। हेर्नुहोस् गाइस, यसको सब्जी बन्छ। कतिले खानु भएको छ सब्जी कमेन्टमा गएर लेखिदिनु होला।